हाम्रो मुख्य फोकस चाहिँ सुरक्षित पानी सुरक्षित भयो भने तपाईको जीवन सुरक्षित हुन्छ। पानी सुरक्षित भयो भने तपाईको बालबालिका सुरक्षित हुन्छ। सानो उमेरकै बच्चालाई हामीले रोग लाग्न नदिएर जोगाउन सक्यौँ भने उसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्यदेखि लिएर उसको होल लाइफ चाहिँ, उसको पर्फर्मेन्स चाहिँ राम्रो हुन्छ। र सानोमा पानीजन्य रोगले मात्रै सताएको बच्चा छ भने पनि उसको होल लाइफको पर्फर्मेन्स हामी स्योर गर्न सक्दैनौँ। मतलब त्यो यस्तै हुन्छ भन्ने छैन। सँगै जीवन भविष्यमा अनेकौँ घुरमैलाहरू देखिन सक्छ। त्यसो भएको हुनाले हामीले सँगै जीवनलाई राम्रो बनाउन, सँगै जीवनलाई स्वस्थ, स्वच्छ र प्रभावकारी बनाउन, अझ धेरै तेज बनाउनको लागि यो पानीमा ध्यान दियौँ भनेदेखि धेरै हदमा, जसरी हामी चाहिँ अहिले 80 भन्दा माथि प्रतिशत रोग चाहिँ पानीजन्य हुन्छ भनेर भनिरहेको छौँ, त्यस्तै 80 भन्दा बढी प्रतिशत चाहिँ पानीको कारणले उसको लाइफको पर्फर्मेन्स चाहिँ डिपेन्ड गर्छ।